Everybody, welcome to the channel again. होइन मैले चाहिँ आज के बारेमा बोल्न गइरहेको छु भन्दाखेरि चाहिँ जुन रिसेन्टतिर न्युज चाहिँ के आइरहेको छ भन्दाखेरि चाहिँ जुन डिपोर्टेसन इन्डियन स्टुडेन्टहरूलाई चाहिँ डिपोर्ट गरेको भन्ने कुरा भएको छ। अनि त्यसमा चाहिँ नेपाली स्टुडेन्टको लागि चाहिँ के भन्ने कुरा भइरहेछ होइन। त्योमा चाहिँ कस्तो भन्दाखेरि चाहिँ जुन त्यो नेपाली स्टुडेन्ट होस् अथवा इन्डियन स्टुडेन्ट होस् होइन, अनि जो युनिभर्सिटीमा चाहिँ प्राइभेट युनिभर्सिटीमा आउनु भएको छ उनीहरूलाई चाहिँ जेनरली प्रब्लम भएको चाहिँ होइन। अनि कति युनिभर्सिटीहरू चाहिँ अब जर्मनीको एजुकेसन सिस्टम अनुसार चाहिँ एफिलिएट नभएको भएर होइन चाहिँ त्यो युनिभर्सिटीले रेकग्नाइज नभएको कारणले गर्दाखेरि चाहिँ जर्मनीमा बस्नलाई चाहिँ भिजा बढाउन समस्या भएको भन्ने चाहिँ भएको थियो। त्यो हो बर्लिनको युनिभर्सिटीहरूमा भनेर युनिभर्सिटी पनि अब त्यही अब प्राइभेट युनिभर्सिटी भनौँ न, त्यस्तो युनिभर्सिटीहरूमा चाहिँ प्रब्लम भएको थियो। त्यसले गर्दाखेरि चाहिँ नेपाली स्टुडेन्टहरूलाई पनि प्रब्लम भइहाल्छ। नेपाली स्टुडेन्ट इन्डियन जो भए पनि त्यो पनि ऊ भएन। त्यो जुन युनिभर्सिटी नै जर्मन सिस्टममा एफिलिएटेड छैन, जर्मन सिस्टममा ऊ भएको छैन, रेकग्नाइज भएको छ युनिभर्सिटी छैन भनेपछि त्यो भिजा बढाउन समस्या हुन्छ। भिजा बढेन भनेपछि नेपाल जानु परिहाल्छ अफकोर्स। त्यसैले अहिले जेनरली चाहिँ अहिले बर्लिनतिर अथवा ठुल्ठुलो बर्लिनमा विशेष गरेर चाहिँ कति धेरै प्राइभेट युनिभर्सिटीहरू खोलिरहेको छन् होइन। अब एकदम राम्रो स्कलरसिपमा यताउता भनेर चाहिँ आइरहेको हुन्छन् कति धेरै भाइ बहिनीहरू ब्याचलर गर्न आइरहेको हुन्छन्। अनि त्यो पनि कस्तो भन्दाखेरि धेरै जस्तो भाइ बहिनीहरू चाहिँ नेपालमा चाहिँ अब जर्मन ल्याङ्ग्वेज पढ्नु गाह्रो हुन्छ अथवा टाइम लाग्छ, विशेष गरेर पनि टाइम लाग्छ भन्ने कन्सेप्टले गर्दाखेरि चाहिँ कसरी हुन्छ सजिलोसँग त्यही हो। अनि त्यो सबैजनालाई अब हतार भइरहेको हुन्छ, मलाई पनि हतार भएको थियो विदेश आउनलाई। अनि त्यो सबैले स्वाभाविक नै हो। अनि अब त्यो भन्दैमा प्रिपेयर नै नगरिकन आउनु चाहिँ हुँदैन है। मैले यो धेरैचोटि भनि पनि सकेको छु होइन। जर्मनी आउनलाई अहिले सजिलो नै छ कम्पेरिटिभली, धेरै उपायहरू छ जर्मनी आउनलाई। जुन पहिला चाहिँ स्टुडेन्टमा मात्र आउनु पर्थ्यो अथवा स्टुडेन्टमा आएकोले चाहिँ हाउस बिल्डिङ गर्नु नमिल्ने यस्तो कुराहरूले गर्दाखेरि कति प्रब्लम थियो जेनरली कमन स्टुडेन्टको लागि। तर अहिले चाहिँ सिस्टम धेरै चेन्ज भइसकेको छ। अहिले सिधै हाउस बिल्डिङमा आउनु मिल्छ, एफएस्टेटमा गर्न आउनु मिल्छ होइन। यदि नेपालमा तपाईँले नर्सिङ पढ्नु भएको छ अथवा हेल्थ केयर सेक्टरमा पढ्नु भएको छ भन्दाखेरि तर जे पढे पनि होइन, जे पढे पनि तर ल्याङ्ग्वेज रिक्वायरमेन्ट चाहिँ हुन्छ है। किन भन्दाखेरि अहिले कति धेरै साथीहरूलाई चाहिँ प्रब्लम परिरहेको छ होइन। पढ्न पनि यहीँ पढेको, फेरि जर्मनीमै पढेको, आइटी सेक्टरमा पढेको, अनि तर अब अहिले चाहिँ जब मार्केट यदि छिटो चेन्ज भएको छ कि त्यसले गर्दाखेरि चाहिँ कम्पनीहरू लिमिटेड कम्पनीहरू पनि छ अहिले। अनि उनीहरूले अथवा जेमा पनि ल्याङ्ग्वेज रिक्वायरमेन्ट मागिरहेको छ क्या। त्यसैले चाहिँ जर्मनी आउने सोच बनाउँदै हुनुहुन्छ भनेपछि चाहिँ जर्मन ल्याङ्ग्वेज चाहिँ भेरी इम्पोर्टेन्ट क्या। जर्मन ल्याङ्ग्वेज जानेपछि धेरै नै इम्पोर्टेन्ट हुन्छ, किनभने कामै पाइँदैन। काम नपाइसकेपछि भिजा बढाउने कुरा भएन होइन। त्यही कारणले गर्दाखेरि स्टुडेन्टमा आउनलाई, प्राइभेट युनिभर्सिटीमा आउनलाई पनि तपाईँहरूसँग अब पैसा छ, काम गरेर तिर्न सकिन्छ भनेपछि कम्पेरिटिभली अरू देशमा भन्दा चाहिँ चिप छ जर्मनीमा प्राइभेट युनिभर्सिटीहरू पनि। तर पनि त्यो नभइकन पनि पब्लिक युनिभर्सिटीहरूमा पनि आउन सक्नुहुन्छ होइन। पब्लिक युनिभर्सिटीहरूको पनि त प्राइस चाहिँ कम्पेरिटिभली भेरी चिप छ। कम्प्लिटली फ्री चाहिँ हुँदैन, अलिअलि मन्थली पैसा चाहिँ तिर्नुपर्छ। त्यो चाहिँ जुन अब त्यो हुन्छ नि ट्रान्सपोर्टेसनदेखि लिएर ऊहरू, त्यो मैले अरूको त्यो पहिला भिडियोमा मास्टर गरिरहेको भाइहरूले पनि सेयर गरेको छ एक्सपिरियन्सहरू, त्यो पनि हेर्न सक्नुहुन्छ। अनि त्यसपछि गएर त्यही भएर चाहिँ अहिले यो प्राइभेट युनिभर्सिटीमा आउँदा चाहिँ अलिकति ख्याल गरेर आउनुहोस् होइन। किन भन्दाखेरि त्यो युनिभर्सिटी चाहिँ रेकग्नाइज छ कि छैन यस्तो कुराहरू चाहिँ बुझिराख्नुपर्छ। किन भन्दाखेरि आइहाल्यो, आएपछि अनि अब फेरि विदेश आइसकेपछि फर्केर जानु मन लाग्दैन होइन, के कारणले आएको हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ आउने बेलामा चाहिँ राम्रोसँग बुझ्नुहोस् होइन। अनि जस कोही साथीभाइ हुनुहुन्छ भनेपछि सोध्नुहोस्, बुझ्नुहोस्। त्यत्तिकै अन्धाधुन्दामा कन्सल्टेन्सीको भरमा चाहिँ विदेश आउने अथवा स्पेसली जर्मनी भएको कारणले जर्मनी आउने
हतार चाहिँ नगर्नुहोस्। आउँदाखेरि चाहिँ जस अहिले चाहिँ धेरै ल्याङ्ग्वेज इन्स्टिट्युटहरू छ नेपालमा, अनि अलमोस्ट सबै इन्स्टिट्युटहरू फुल नै हुन्छ। त्यसैले अब पढ्न सोच्न आउनुहुन्छ अथवा काम गर्न आउनु सोच्नुहुन्छ भनेपछि सबैलाई ढोका खुल्ला नै छ। ल्याङ्ग्वेज चाहिँ पढ्नुपर्छ। ल्याङ्ग्वेज इट्स आ उन ओ भन्छ क्या जर्मनमा, होइन, कम्पलसरी जस्तो भनौँ न, भएपछि इट्स द बेस्ट। अनि किन भन्दाखेरि जस्तो सजिलो तरिकाले सोचिरहेको हुन्छ त्यति सजिलो चाहिँ हुँदैन, होइन, तर नसक्ने भन्ने कुरा पनि छैन फेरि। त्यसैले चाहिँ डिपोर्टेसन हुनुभन्दा चाहिँ यहीँ सस्टेन भएर बस्नु चाहनुहुन्छ भनेपछि चाहिँ ल्याङ्ग्वेज पढेर आउनुहोस्। अनि केही अरू हाउस बिल्डिङ गर्नुहोस् अथवा के गर्नुहोस्, तपाईँ त्यो गरिसकेपछि चाहिँ फर्केर जानु चाहिँ पर्दैन, होइन, लाइफ लङ बस्न सकिन्छ, सजिलो हुन्छ। त्यसैले त्यस्तो काम चाहिँ गर्नुहोस् है। डिपोर्टेसनको कुरा चाहिँ रियल नै हुन्छ, किन भन्दाखेरि अब भिजा नबढिसकेपछि जानै पर्छ, त्यो डिपोर्ट गराउने भन्ने कुरा पनि नभए पनि, तर त्यो चाहिँ हुन्छ है। त्यही भएर ल्याङ्ग्वेज पढेर आउनुहोस्। अनि यहाँ मान्छे चाहिरहेको छ जर्मनीमा, अनि मान्छे चाहिएको छ, तर मान्छेहरूलाई त स्किलफुल मान्छे त हुनु पऱ्यो नि त, त्यतिकै आएर बस्ने खाने त्यो अब त्यो हुँदैन। त्यही भएर चाहिँ मेहनत गर्ने मान्छेहरू, काम गर्ने मान्छे चाहिरहेको छ, त्यसको लागि ल्याङ्ग्वेज चाहिन्छ। ल्याङ्ग्वेज चाहिँ पढेर आउनुहोस् है त, सो डिपोर्ट हुनु नपरोस् जर्मनी आइसकेपछि। त्यो कुरालाई चाहिँ ध्यानमा राखेर चाहिँ अब आउने जति आउँदै हुनुहुन्छ आउनेहरूले चाहिँ ल्याङ्ग्वेज पढ्नुहोस्। अनि यहीँ भएको साथीहरूले पनि ल्याङ्ग्वेज चाहिँ गर्नुहोस्, किन भन्दाखेरि ल्याङ्ग्वेज भएन भनेपछि चाहिँ काम पाउनु गाह्रो हुन्छ। ल्याङ्ग्वेज काम नपाइसकेपछि भिजा बढ्दैन, भिजा नबढिसकेपछि अर्को अप्सन हुँदैन, ब्याक टु नेपाल, होइन। सायद त्यो धेरैले जति नै भनेर आए पनि म फर्किहाल्ने हो भने पनि, तर नेपालबाट बाहिर निक्लिसकेपछि खै थाहा छैन को मान्छे चाहिँ, कोही रियरली हुन्छ फर्केर जानेहरू फर सम रिजन, होइन, तर मोस्टली चाहिँ अब यति बसिरहन्छ यता हुन्छ, होइन। लाइफ इज डिफ्रेन्ट देन वाट वी हेभ इन नेपाल। सो है, डिपोर्टेसन चाहिँ हुनु नपरोस् साथीहरू, त्यसको लागि प्रिपेरेसन गर्नु होला। अनि केही क्वेरिज छ भनेपछि चाहिँ डोन्ट फर्गेट टु पुट इन द कमेन्ट, होइन। आइम ब्याक अगेन विथ फुल एनर्जी अब है त। I will be talking on various topics, so keep watching, stay fit, healthy. Thank you so much for watching. See you in the next video.